हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ म टक्क गाउँदेखि काठमाडौँतिर जाँदैछु, किनकि हिजो चाहिँ म गाउँतिर आएको थिएँ कि थोरै काम परेर। अब चाहिँ म गाउँ उता काठमाडौँ जान लाग्यो। टक्क हेर्नु है त भिडियोहरू चाहिँ। अब चाहिँ ब्लग सुरु गरौँ है। म चाहिँ यहाँ गाउँदेखि काठमाडौँसम्म जान लाग्यो है। अब चाहिँ त्यो गाइस म चाहिँ हिँडेको है। अब हाम्रो बाटो त्यस्तो छ, टक्क लाएर म तलतिर झर्न लाग्यो। अब बाटो चाहिँ यस्तो पुरै घाँस है, घाँस पुरै यस्तो छ। यस्तो गरेर झार्नुपर्छ, किनकि हामी गाउँले हो नि त गाइस। म चाहिँ अब हिँडेको कस्तो चिप्ले क्या दुबोमा बाटो हो। लाएर यो बाटो चाहिँ अब चाहिँ मेन रोड आइपुग्यो है। यो चाहिँ गाउँ, हाम्रो गाउँको धारो है, धारो टक्क खाने पानी। यहाँ एउटा दिन टप हिँडेको है गाइस, अन स्टप त्यही काठमाडौँ। अब हो मेरो गाउँको रोड चाहिँ यस्तो छ। हाम्रो गाउँको भ्यू है गाइस, यस्तो छ है हाम्रो गाउँको भ्यू। टक्क रातभरि सल्लक्क पानी नि परिरहेको थियो क्या राति। अहिले चाहिँ मौसम क्लियर छ क्या, राति चाहिँ खतरा पानी परेको थियो एकचोटि चाहिँ। भ्यू चाहिँ दामी देखिरहेको छ क्या अहिले चाहिँ। टक्क बादलहरू आउँदैछ माथि माथि। भिडियो चाहिँ कस्तो आइरहेको छ पनि। जाडो जाडो पो रहेछ यार त्यतिको त। सो गाइस चौतारा बजार है यो चाहिँ, टक्क लाएर चौतारा बजार भन्छ है यो चाहिँ। म त्यो तल गाउँबाट आएको थिएँ, अहिले चाहिँ बादल लागेर छ। हो यो चाहिँ हाम्रो चौतारा बजार, सिन्धुपाल्चोकको चौतारा बजार भन्छ है गाइस। मेरो केटाहरू पनि सबजना यतैतिर होला। टक्क भिडियो सिडियो हेरेर सपोर्ट गरिदिनु है केटा हो। यस पहिला केटाहरूलाई पनि कोही भेट्नु पाएन, हतारमा भएर। यस हिजो मात्र आएको भन्दा म चाहिँ यहाँ चाहिँ फर्केको क्या फेरि। उता काठमाडौँमा पनि मेरो काम पऱ्यो धेरै, त्यही भएर हो। क्याम्पस है सिन्धुपाल्चोकको सबभन्दा ठुलो क्याम्पस, बहुमुखी क्याम्पस। ओ माइ गॉड, आर्मी ट्रेनिङ यार। बिहान बिहानै टक्क मर्निङ वाक भएर होला। बिहान मेरो ट्रेनिङ खान्छ क्या आमा। यो चाहिँ हजुर सो गाइस चौतारा बजार कट्यो, चौतारा बजार पटिसक्यो गाइस। अब चाहिँ टक्क नन स्टप हुन्छ तर मारेर। आछु चिसो पो रहेछ त यतातिर त। राति त्यत्रो पानी परिरहेको थियो क्या, त्यो भएर अलिक चिसो भएछ क्या। हाम्रो यतातिर चाहिँ एकदमै चिसो छ क्या मौसम पनि, त्यस्तो गर्मी पनि छैन नि त। टक्क पाहाड हुन्छ यतातिर त, अनि अलिक चिसो चिसो नै हुन्छ क्या। त्यस्तो धेरै गर्मी हुँदैन गर्मी महिनामा पनि। अन्त मेरो बाइक चाहिँ सर्भिसिङ गर्ने बेला भइसक्यो क्या, अहिले 2000 कुदाइसक्यो क्या, 2000 कुटिसक्यो। सर्भिसिङ सबै भएन क्या, त्यही पनि कुदाइरहेको छु क्या। अब सिधै काठमाडौँ गएर होइन सर्भिसिङ गर्नुपर्छ क्या, नत्र त यो काट्दैन। पिकअप तलको अलिअलि घट्दै 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 गयो क्या। सर्भिसिङ गरेन भने चाहिँ त्यो ट्र्याक्टर त्यसरी भन्छ क्या। बाटो चाहिँ बवाल लागिरहेको छ क्या आज चाहिँ। हिजो चाहिँ पुरै रात परिसकेको थियो नि त। हिजो म घर आइपुगेर कम्तीमा पनि 9:30 भइसकेको थियो क्या। अनि राति आएको एकदमै त्यो लाइट पनि एनएसको अलिकति कम छ नि त, त्यसै नदेख्ने बिस्तारै आएको नि त। अब यस्तो टर्निङहरू बाटोहरू टर्निङ हुन्छ, जङ्गलको बाटो हुन्छ, त्यही भएर हतार गरेर आउनु नि भएन है।
सो गाइस यो चाहिँ मेलजोन हाम्रो पेट्रोल पम्पहरू सबै यतै छ होइन पेट्रोलहरू हाल्नु पाउँछ यो साथ चाहिँ बन्द रहेछ अहिले एकछिनमा पुग्छ होला यो त पुलिस दाइहरू पुरै रङ साइड आउनु पर्छ त पुलिस दाइहरू त यो चाहिँ मेलजोन भन्ने ठाउँ है गाइस हाम्रो काठमाडौँ जाने मेन रोडै यही हो गाउँका लोकल बसहरू पनि सबै यही बाटो हिँड्छ क्या बाटो चाहिँ अलिक साँगुरै छ तर मजाले पुग्छ क्या बाटो चाहिँ त्यो आनन्दकै छ यो सर्टहरू केही छैन घरसँगै क्याप्ची छ के यार त्यो जङ्गल टक्क जङ्गल छिरी चाहिँ क्याप्ची हुने क्या एकदम टक्क हल्का कुदाउँछ है गाइस यो बाटो चाहिँ खतरा मजा आउँछ क्या मलाई कुदाउनुलाई यस्तो बवाल छ नि टक्क यस्तो गर्नुलाई स्वाद पर्छ क्या यहाँ चाहिँ कत्रो डोज आएको आमा कहाँ हिँड्यो हो गाइस यो हेर न भ्यू बवाल छ क्या भ्यू त यार बाटो चाहिँ क्या खतरा छ क्या हाम्रो यहाँतिर चाहिँ त्यति साह्रै धेरै गाडीहरू पनि आउँदैन क्या सिङ्गल अन्त बात पर्छ क्या सो फाइनली गाइस इर्खु आइपुगिसक्यो है यो चाहिँ इर्खु भन्ने ठाउँ हो सिन्धुपाल्चोक फाल्चोकबाट इर्खु पपुलर ठाउँ हो यो पनि टक्क सिन्धुपाल्चोकको सो गाइस यहाँबाट चाहिँ भ्यू बबाल देखिन्छ क्या टक्क लाएर क्या डेन्जर देखिन्छ क्या टक्क बादलहरू लागेर अझ हिमालहरू देखिरहेको छैन क्या यहाँ त्यो कुकुरहरू मस्त सुतिरहेको छ यहाँ हेर न गाइस भ्यू म चाहिँ ऊ तलबाट आएको यता साइडबाट यो चाहिँ भ्यू है गाइस डेन्जर छ क्या भ्यू यतापट्टि पुरै खोला देखिन्थ्यो यतापट्टि पुरै हिमाल देखिन्थ्यो होइन बवाल थियो कि हिमाल पनि तर आज अहिले चाहिँ त्यो बादल लागेर पुरै ढाकेको छ क्या यो चाहिँ टक्क फोटोसोटो खिच्ने ठाउँ हो भाइरल ठाउँ हो दामी छ कि यहाँबाट सिन्धी एकदम बवाल देखिन्छ कि यताबाट चाहिँ इन्द्रावती खोलाहरू देखिन्छ कि इन्द्रावती भन्छ त्यता चाहिँ सो गाइस यही हो मेरो अझै बाइक चाहिँ टक्क लगाएर भ्यू हेरेर एकदम बवाल इर्खु हो यो चाहिँ होइन यहाँ बोर्ड पनि छ टक्क यही बाटो हो जाने चाहिँ काठमाडौँ जाने चाहिँ बाटो है सरी काठमाडौँ जाने बाटो यही हो आउने बाटो चाहिँ यताबाट हो त्यस ल यस्तो छ है भ्यू चाहिँ टक्क यो चाहिँ मेरो बाइक हो बाइक पनि यस्तो छ अलिकति हिजो एकदमै पानी नि परिरहेको थियो अलिअलि हिलो थियो अझ बिहान अलिकति धोएर ल्याएको मैले चाहिँ त्यो लास्टै हिलो थियो क्या जस मेरो ज्याकेटहरू पनि एकदम हिलो भइरहेको छ सो गाइस ल छोटो मिठो भिडियो बनाउँछ है म एउटा सर्ट भिडियोहरू सो गाइस म चाहिँ हिँडेको अब ढिलो पनि भइसक्यो धेरै बेर पनि नरोकौँ होला होइन गाइस सो तलबाट लोकल गाडीहरू पनि आउँदैछ राजमार्गसम्म पुग्ला कि कति 1600को तेल हालेर आएको थियो होइन फुल देखाइरहेको थियो यो अहिले चाहिँ अब 5 लाइन 6 लाइन छ यो काठमाडौँसम्म चाहिँ पुग्छ मजाले राति डेन्जर हावा चलाएको थियो यो रुखको पातहरू सबै रोडमा झरेको क्या रुखको पातहरू हावा पानी खतरा परेको भन्छ राति छ भने आज यो कहाँ जान्छ हौ यो सुकान्ती रेस खेल्न आयो क्या म त शुद्धहरू मलाई भेट्छ त कहाँ भेट्छ यार जस्तो टुटान्टीले सक्छ र भने सक्दैन नि मलाई हो टुटान्टी पनि अफरोडको लागि पनि डेन्जर भने ल एकदम बवाल आउँछ चाहिँ आहा सट परेको क्या बाइक चलाउनु पनि मजा आइरहेको छ क्या आज चाहिँ खुल्ला बाटो भइरहेको टक्क मौसम पनि क्लियर क्या
ल ल ल परेको मृग है सायद गाइस मृग है गाइस हाम्रो यतातिर मृग बाघ होइन सब पाइन्छ है मृग पनि रहेछ अझ हिजो त कलाएर मृग है गाइस अझ एउटा मैले देखेँ क्या टन्नै छ क्या यो जङ्गलमा चाहिँ मृगहरू होइन बाघहरू पनि पाइन्छ होइन अहिले त अस्तिको बेला त होइन स्याल देखिरहेको स्याल पनि आउँछ क्या यो जङ्गलमा चाहिँ सब छ क्या खरायो पनि भेट्छ होइन बेला बेलामा अझ अस्ति त यो बाटोमै हिँडेर हुन्छ क्या यो मृगहरू थिएँ क्या आउने बेलामा बाबा र म थिएँ कि खासमा बाबा र म आएको अन्त हिजो घरमा अलिकति काम पनि थियो क्या अलिकति हल्का इमर्जेन्सी काम कति पर्नु आएको थिएँ कि अनि दुईजना आएको काठमाडौँबाट निक्लिने बेलामा 6 बजिसकेको थियो क्या राति आएको अन्त अनि काम पनि थियो नि त हिजो त्यही भएर अनि हतारमा निक्लेको अलिकति हतारै भएर इमर्जेन्सी परेर त्यसैले अनि पुरै रात परिसकेको थियो क्या राति निक्लेको अन्त अनि त्यसमा चाहिँ अनि घर पुग्दा त 9:30 भइसकेको थियो क्या अँधेरो अब अँधेरोमा मेरो बिस्तारै गएको नि त अब ड्याडीले लिएर आइरहेको थिएँ म बाबालाई अनि धेरै अब बाबालाई किन होइन बिस्तारै लैजाउँ न भनेर स्लोमा हिँडेको हिजो चाहिँ स्लोमा हिँड्दै 9:30 बजी आयो टोरी जाने बाटो है यो चाहिँ हामी पहिला यतासम्म फुटबल खेल्न आउँथ्यो गाडीमा चढेर यहाँ माथिबाट पुरै होइन माथि ठुलो चौक छ क्या एउटा यहाँ पुरै फुटबल खेल्न आउँथ्यो क्या यहाँसम्म हामी चाहिँ टक्क पाबजी खेल्न आउँथ्यो क्या अझ टक्क अझ दसैँ तिहारको बेलामा होइन टक्क भाले बाजी खसी बाजी होइन यस्तोहरू खेल्थ्यो क्या आजकल त अब कहाँ केटाहरू कोही छैन काहीँ छैन साथीभाइहरू कोही छैन अनि कहाँ अब फुटबल खेल्ने लगे गर्ने सबैजना अब काममा बिजी अब होइन भविष्य बनाउनु परिहाल्यो सबैजना कोही विदेश कोही होइन कता कोही कता अब मै हेर मै कता त्यसो भइरहेको छ कि गाई त्यसैले पुरानो केटाहरू कता कता यो चाहिँ गाई म चाहिँ जर्किने बजार कट्यो जर्किने चाहिँ त्यो बजार हो क्या अलिकति सानो छ क्या जर्किने चाहिँ अब यहाँबाट चाहिँ तलतिर लागेपछि बिना हेलमेट हिँडिरहेको छ केटाहरू यतातिर चाहिँ नो मतलब के मतलब छैन क्या न ट्राफिक गर्छ न पुलिस आउँछ चिन्ता छैन क्या हेलमेट त चाहिँदैन किन चाहियो हेलमेट नो प्रब्लम तर हेलमेट चाहिँ गाडी चाहिँ लाउनुपर्छ है जस्तै भयो भने हेलमेट भने चाहिँ आफ्नो सेफ्टीको लागि हो केही भएछ भने टाउकोलाई चाहिँ एकदम सेफ गर्छ क्या जस्ट हेलमेट चाहिँ लाउनुपर्छ गाडी जस्तो भयो भने इलेक्ट्रोनिक पनि होइन 55-60 स्पिड कुदाइरहेको छ क्या कोही छ यहाँ 50मा कस्तो कुदाएको होला त हौ आमा भेट्दैन त यार तो गाइस यो चाहिँ रोड हेर न बवाल सर दामी भइरहेछ है साथो चाहिँ बवाल मजा आइरहेछ बाइक चलाउनु पनि यो चाहिँ गाइस साङ्गचोक छ है साङ्गचोक गढी यही हो साङ्गचोक यहाँदेखि चाहिँ तलतिर अब हामी त्यता लाग्छौँ सानो छ क्या धेरै जग्गा चाहिँ कुदाउने ठाउँ छैन क्या रन्डीको बान त्यत्रो हरन बजा सुन्दैन साइकको हो क्या मायासला हो भने त्यत्रो हरन बजाएर आइरहेको छ मायासला लत काटिदिरहेको क्या ठोक्यो भए त माया बुढोलाई माया लत्तै हान्छ माया फोनमा कुरा गरेर गाडी चलाइरहेको छ त्यत्रो हरान बजाएर आइरहेको छ लोक कमन सेन्स चाहिँ लाउँदैन क्या मान्छेहरूमा एकदम अबुझ भएर टिप्टी भएर माया चल्ने मान्छेहरू के अलिकति हुन्छ नि त ल त्यत्रो हरान उहाँदेखि हरान बजाएर आइरहेको छ अलिकति हल्का म स्पिडमै थियो नि त अब भनेको ठाउँमा चाहिँ ब्रेक लाग्दैन नि त स्पिड हुनु बेलामा त्यस्तो साह्रै स्पिड थिएन त्यस्तै 55-60को स्पिड मात्रै थियो नि भए पनि अब ब्रेक अचानक लाग्दैन नि त अब यहाँ त्यहाँ रोक्नु छ भने त यहीँदेखि ब्रेक हाल्ने जानुपर्छ नि त अब मैले ब्रेक त हानेकै हो स्लो पनि गराएको हो त्यही भएर अलिकति भ्याएन कि अब झ्यापै ब्रेक गरेर हान्नु मिलेन होइन आफू पनि अनब्यालेन्स हुन्छ
मान्छेहरू अब केही कस्तो कस्तो के कोही मान्छेहरू त होइन एकदम खतम हुन्छ के आफ्नै साइडमा हिँड्यो आफ्नै टक्क गल्ती नगर्ने हो जति कुदाउ आफ्नो साइडमा कुदाउ के तर रोकिनु भएन अब अरूले आएर अब हिँड्दै हिँड्दै अरू रङ साइड आएर हान्दियो भने त अब त्यो छुट्टै कुरा भयो होइन त्यस्तो पनि कति भइरहन्छ गाइस भ्यू हेर भ्यू कस्तो हाम्रो गाउँको भ्यू गाउँ त अब हाम्रो गाउँ त कटिसक्यो यता कहाँ आइपुगेको तलतिर आइपुगेको भयो त्यो भए पनि बवाल देखिन्छ क्या डाँडा काँडा टक्क होइन टर्निङ चाहिँ बवाल छ के टर्निङमा झन् साँगुरो बाटो के जब टर्निङ आउँछ साँगुरो बाटो बनाइदियो क्या झन् टर्निङमा चाहिँ गाइस यो चाहिँ भाइरल ठाउँ है एकचोटि यो भाइरल ठाउँ है यो चाहिँ होइन टक्क राइडरहरूको आउने ठाउँ हो यो चाहिँ होइन टर्निङमा चाहिँ बवाल भिडियो निक्लिन्छ कि यहाँ माथि डाँडाबाट भिडियो गर्छ होइन यहाँबाट लाइन अप गरेर बाइकहरू आउँछ क्या बवाल देखिन्छ क्या कति त्यो टिकटकहरूमा भाइरल छ नि यो ठाउँ टक्क यहाँबाट लस्काएर लाइन अप गर्दै होइन अनि त्यहाँ डाँडामा बसेर एकजनाले भिडियो छ गाइस म चाहिँ फाइनल्ली बन्देउ है बन्देउ यो चाहिँ टक्क यहाँबाट चाहिँ अब सिन्धुपाल्चोक सकिन्छ है यो गेटबाट चाहिँ यो गेटबाट यता चाहिँ अब पाँचखाल यता त्यो काभ्रे जिल्ला हो यो पुल पर्छ क्या सिन्धुपाल्चोक चाहिँ सक्यो है यहाँबाट चाहिँ अब यहाँदेखि चाहिँ गाइस अब यहाँबाट चाहिँ उता खतरा आएको लाग्यो है तल त घाटा आइपुग्यो होइन यो चाहिँ टक्क तल घाट है यति खोला छ होइन यता चाहिँ गफाइदिनु हुँदैन त्यो चाहिँ जलाउ घाट है टक्क यता चाहिँ टक्क गाडी साडी रोकेर टक्क फालफुल साल्नु दिने यता चाहिँ टक्क माछा साछा होइन जलाउ घाटको लोकल माछा है ओहो यो चाहिँ जलाउ घाट पुल है गाइस आमामा के हो खोला त आज खतरा के हो भएछ त यार हिजो पानी परेको छ डेन्जर पानी परेको थियो नि त हिजो अनि पुरै धमिलो भएछ क्या खोला त डेन्जर होइन भोलि पर्सि चाहिँ यो बर्खामा चाहिँ होइन अब होइन यो माथि माथिसम्म आउँछ क्या पानी पुरै यो छ नि दुईवटा त्यो पोल जस्तो त्यहाँ छ नि त्योसम्म आउँछ क्या त्यही डुब्नु खोज्छ क्या पानी आएर सो जलाउ घाट यो ठाउँलाई चाहिँ के इन्द्रवती भन्छ इन्द्रवती यो खोला चाहिँ देउस इन्द्रवती खोला हो यो चाहिँ होइन यो ठाउँको नाम चाहिँ जलाउ घाट हो जिल्ला चाहिँ कुन पर्छ भन्ने कुरै थाहा भएन क्या मलाई जलाउ घाटबाट गाइस पर्दै टायरहरू पनि काइच टायर यहाँ पुगेको छ क्या कर्नरिङ त यति बाँकी छ क्या यस्तो भन्दा क्या यस्तो छ क्या मेरो भ्लग चाहिँ यहीँसम्म सकिन्छ है मेरो मोबाइलको स्टोरेज चाहिँ फुल भयो आजको लागि चाहिँ यति नै है गाइस